भलाइको त जमानै छैन हुँदैन हेरे अहिले हेर्न फेरि के हो सेक्वा निकालेको हो कि रनमती मामा अहिले भर्खर फेरि भात पनि खाएको कि अनि तर मैले पिकअप अन गरेको देखेर थाहा पाएँ होला म गेमै खेल्दिनँ भनेर होइन हिजो लास्ट गेममा पिकअप अफ गरेर खेलेको थिएँ है डाउन टु अर्थ हो नि यार केटा हो म कस्तो त डाउन टु अर्थ भनेको चाहिँ जमिन भन्दा मुनि बिलाएर बुझिस् भन्दा अब त्यही हो अब बुझ्नु पर्यो मिनिङ डाउन टु अर्थ भनेको चाहिँ त्यो अब भनिदिनु त मामा गुड क्वेश्चन यु आर अ गुड क्वेश्चन डाउन टु अर्थ भनेको जस्तै अघि हामीले सेक्वा खायौँ नि सेक्री अनि हामीले 5 प्लेट खाएर 5 प्लेटको पैसा तिर्यौँ नि त होइन नढाकिकन मतलब 4 प्लेटको पनि तिर्न सक्थ्यौँ तर हामीले 5 प्लेटको तिर्यौँ नि मान्दैन थियौँ त माम्सा नि मान्दैन थियो त्यो त्यही भएर हामीले इमिडिएटली मतलब ओबिडेन्टली 5 प्लेटको तिर्यौँ त्यो भएर त्यो हामीलाई चाहिँ डाउन टु अर्थ भन्छ क्या कुछ भी तिमी होइन टोइलेटको डुलो भनेको जाने हेलो 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 0-0 ओइ जाने ओए मेरो आवाज हिँड्नु लग्न दाइ 0.00 छ दाइ यहाँ एनिमी छ भाइ हल्का दिमाग ल्याम्पे कहाँ लानु त जे भएछ नि के थाहा त केटाहरू पनि आउँदै थिए ठिकै छ भाइ रुगानीको कहाँ हुन्छ केटा हो भैँसो त लागेको 3-4 दिन त रुगाले आफ्नो उयो गरिहाल्छ नि